भाइको लुकेको प्रतिभालाई के भन्न चाहनुहुन्छ गाइज? हेलो एन्ड नमस्कार टु एभ्रिवान, इट्स मी निरज। टुडे इज डे 2 अफ 30 days स्टुडेन्ट बिकम टिचर च्यालेन्ज। सडाज है, आज पनि एटेन्डेन्स गरेर डोजीभित्र जाँदैछु। पानी परेको कारणले स्टुडेन्ट अलिक कम आएका रहेछन्। स्टुडेन्ट नै आएनन् भनेर ट्रेनिङ त रोक्नु भएन, हाम्रो ट्रेनिङ जारी नै रहेको छ। हाम्रो कन्टिन्युसली 25 राउन्ड रनिङ गरिसकेपछि वार्मअप गर्न थाल्यो। वार्मअप सकिसकेपछि बोइजहरूले इन्जुरीबाट बच्नको लागि स्ट्रेचिङहरू गर्न थाले। मैले एकजना भाइलाई स्ट्रेचिङ गराउन सहयोग गर्दै थिएँ। त्यसै क्रममा हाम्रो सानो भाइले कयौँ वर्षदेखि आफूभित्र लुकेको प्रतिभालाई देखाउन थाले। यसरी देखाउनु त नपर्ने हो प्रतिभा, तर अब देखाइहाले। यस विषयमा हामी भोलि डोजोमै गएर कुराकानी गर्नेछौँ। धेरै समयको ट्रेनिङपछि हामीले केही समय मेडिटेसन गऱ्यौँ। आजको क्लास यहीँ इन्ड भयो। फलो फर डे 3। हामी डे 3मा हाम्रो भाइको डान्सको विषयमा भाइसँग अन्तर्वार्ता लिनेछौँ।